हेलो गाइज, के छ खबर? आज चाहिँ म आरु बखरा भन्छन् काहीँ काहीँ खुर्बानी भन्छन्, काहीँ के भन्छन्, आल्चा भन्छन् काहीँ, त्यो टिप्न जान लागिराखेको छु। किनकि हाम्रो उता घरतिर चाहिँ पाउँदैन, सो घरतिर पठाउनको लागि चाहिँ टिप्न जान लागिराखेको छु। हेर्नु है त कति टिपेर लिएर आउँछौँ। एन्ड सब्सक्राइब माई च्यानल, लाइक गर्नु, सेयर गर्नु है, किप सपोर्टिङ। हेरौँ आज आल्चा टिप्न गएको बाटो फेरि यहाँनिर यस्तो बनाउँदै रहेछ, बाटो बनाउँदैछ। गाडी ल भोलि गाडी त जान्छ नि है, जान त आज बेलुका चाहिँ गाडी आउँछ कि आउँदैन। यो चाहिँ आरु खड्का हो। आरु खड्कामा पारिकामा भित्ता हामी घर जाने बाटो। कस्तो रातो घाम लागेको हो। अब तपाईँहरूलाई पनि चाहिन्छ भने लिन आउनु है। हाम्रो यता सेनापतितिर थाल यहाँ त वस्तुले खान्छ, तर मन्थलीमा चाहिँ 70 रुपियाँ किलो हो भन्ने सुने नि। कस्तो महँगो त्यस्तोलाई त्यही भएर घर पठाइदिनु लाग्यो यहाँबाट टिपेर है। ड्युटी सक आइज, बेलुका भइसक्यो, हिँड तलसम्म जा। ओ बाफे गाह्रो छ हौ गाह्रो छ हौ साथीहरू, गाह्रो बाटो यस्तो छ। त्यही पनि गाडी पो आउँछ कि आउँदैन, मलाई टेन्सन भयो। टेन्सन यस्तो बाटो बनाउँदो रहेछ होइन। बाटो त यस्तो छ, गाडी आउँछ कि आउँदैन, मलाई त टेन्सन पिर पर्न थाल्यो हौ। एउटा मात्र आउँछ गाडी फेरि सुनापति मन्थलीबाट आउने गाडी। गाह्रो छ हौ, गाह्रो छ जान। भोलिपर्सि काँक्रो पाइछ, काँक्रो पनि खानु पर्यो। बाटो बनाउँदैछ। हेलो हेलो, हामी चाहिँ फाइनली आइपुग्यौँ। ए बोट हो कि क्या हो? यहाँ पनि छ बोटभरि लटरम्मै फल्याहान। जाँदैछौँ पुटुङ टुङ पुटुङ टुङ चढेर टिप्ने हो। यही जस्तो लाग्यो मलाई। होइन, यही हो दिदीको घर। कल 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 माइसल दिदी के हेर्दै हुनुहुन्छ? हाम्रो दिदीको घरमा है हामी चाहिँ आएको आलु चा टिप्न। गाउँले घर, हिस्सी पनि रहेछ त। उतै बोटको हो क्या? हो, यो बोटको त अप्ठ्यारो छ त। आफै फलाउनु बा। कस्तो राम्रो फुलहरू। म चाहिँ पहिला होइन, फर्स्टमा आउँदा यो देख्दा के भन्थेँ, म त केही खानेकुरा लगायो होला, बारीभरि देखाएको थिएँ क्या, म त खानेकुरा लगाएको होला भन्ने बस्थेँ। के हो यो लट्यासा? ए यो गन्धे झार, यस्तोलाई के भन्छ अरे? कति झर्या त हेर, यी कति झरेको। पुडुङ पुडुङ कति मजा। लसो लसो कस्तो राम्रो। यसलाई के फुल भन्छ? कस्तो राम्रो फुल हो, सापुली के भन्छ यो फुललाई गाइस? ल भन्नुहोस् है, के भन्छ यो फुललाई तपाईँहरूकोतिर? रोज पनि छ रहेछ हाम्रो दिदीहरूकोमा। ए बाटो पनि होइन गाइस, बाटो गाह्रो छ हौ। यस्तो बाटोबाट चढ्नुपर्छ होइन मम। आइया आलुचाको बोट। ओह, दिदीले टिप्न लाग्नु भा। आइया, के हो यो? पुस्तकारी होइन? के हो यो पुस्तकारी? खानेकुरा के आलु क्या के भन्छ दिदीलाई नाम? आल्चा होइन, यो ए आलु आलु रे के
पाया भन्ने भन्छ है यहाँ पिडालु ए पिडालु तिमी चढ्न लाग्यो ल है म चाहिँ आलु चाहिँ टिन्न गइराखेको छु सक्छु कि सक्दिनँ आई डोन्ट नो तर आई एम ट्राइङ आलु चाहिँ मिठो छ खानु म खान्छु हामी पहिला टिप्छु अनि गुलियो रहेछ त यहाँको ऊ त्यहाँतिर जाउँ न यहाँ माथि बिस्तारै सक्छु कि सक्दिनँ झन् मेरो चाहिँ खुट्टा दुखेर अनि झन् अहिले के भने त्यसको दुख ल देखाउँछौ खोइ त म त सक्ने ठाउँमा त एउटै छैन त नि त्यहाँ जाऊ त्यहाँ सबै भुइँमा मात्रै छ के भनेको भुइँतिर झरेको झरेको बिहान टिपेछ क्या उनीहरू बिहान कस्तो भाँचिँदैन लप्किँदै भाँचिँदैन नि भान्दैन थुइदिउँ अनि पो भुइँभरि झर्या ऊ हल्लाको होइन बुहारीले टिपेछ क्या चप्पलकानमा झाप्लो मैले के काङ पर्छ चप्पल लाउनु पर्छ भने लप्किँदैन नि दिदी यहाँ त पातलो मान्छे मात्र जानु पर्दैन झर्नै अप्ठ्यारो छ चढ्न माथि माथि नआउ न त त्यसो भए हाम्रो भिडियो खिच्दैछु आम्मामा कहाँ माथि चढेको त बाल्टिनमा ठप्पा ज्यान पातल छ नि अहिले मान्छे पो फर्केर झरेको लड्छ नि फेरि फर्केर झर्दा म त झर्छु यो पनि गोलीमा पनि छ मेरो हाल त म त झुप्पै तिगेर ल्याएँ हाल्ने होइन हाल्छ अब कसरी कपाल हेरे यस्तो भुत जस्तो भयो तान्दिएर हेरे खोइ मेरो कपाल ऊ कपाल चाहिँ फेरि तल राखिदिएर आएको छ पहिले फेरि झरेको होला नि दाजु उसले लाएर हिँडिराखेको माथिबाट झाँडेको अब ल्याउ यो माथि लगल भयो रोड टिपीमा हामीले लुक म चाहिँ पुरै भूत जङ्गली जस्तो भएँ रुखा चढेर टिपेर अब हामी घर जाँदैछौँ खानी भए आउनु है ल ओहो म त अगाडि क्या ए बडबड टिपेको हो तर लास्ट थाकिसकेँ मैले कस्तो खुट्टा लिक 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 भइरहेको छ के गर्नु आइन्छ खानु त पर्यो
के कसो साथीहरू यत्रो टिप्यो अब मिठै छ जलटी मिठो छ यो चाहिँ कोही बटका अलि मिठो हुँदो रहेछ कोहीको चाहिँ अलिअलि अमिलो हुँदो रहेछ धेरै खाए जस्तो सब्जी तितो हुन थाल्यो मिठो नि हामीले यहाँ बाटो छेक्दैको छौँ मैले चाहिँ यहाँ झोलाभरि बोकेर हिँड्ने अब घर रुमतिर अब यसलाई घरतिर पठाउने होला जस्तो छ यति बोक्न पनि के गर्नु बैलर भइसकेछ हौ बैलर आलुचा आल्चा आल्चा आरु बखरा खुर्पानी के भन्छ नि यसलाई आलुचा अब हामी घर हिँड्यौँ यहाँ बुद्ध चित्त कति धेरै रहेछ ल टन्डे रहेछ त है बुद्ध चित्त सबै बुद्ध चित्त रहेछ है गाइस अब चाहिँ हामी घर हिँड्यौँ कोही कोहीले यस्तो भारी बोकेर हिँड्यान् कस्तो पेट पो दुख्न थाल्यो भाइ गाइस यहाँको चाहिँ यति भेग चाहिँ राम्रै छ है बिहान चाहिँ गाइस बाई बाई अब चाहिँ हामी घर जान्छौँ एकछिन 20-25 मिनट जति लाग्छ होला हामीलाई जानलाई गाह्रो छ हौ